लाग्छौँ हाल्नुको लागि भगवान् उहाँहरू कहाँ कत्रो मास लिएर आएको आज चाहिँ जित्नुपर्छ मेस्सीले गोल हान्नु। What's up guys, welcome back to RS Entertainment ऋषभ शर्माको च्यानलमा। आफ्टर अ लङ टाइम फेरि एउटा भिडियो लिएर आइरहेको छु अनि तपाईँहरूको अगाडि। अन्त विशेष गरी चाहिँ यो भिडियो चाहिँ के हो भन्दाखेरि चाहिँ वर्ल्ड कप सबैको आफ्नो टिम थियो होइन, अनि हाम्रो उदयग्राममा चाहिँ कस्तो पाराले यो वर्ल्ड कपलाई चाहिँ एउटा सेलिब्रेट गऱ्यौँ, इन्टरटेनमेन्ट गऱ्यौँ होइन, फन गऱ्यौँ, त्यो चाहिँ यो भिडियोमा छ। तपाईँले हेर्नुहोस् अनि लाइक सब्सक्राइब एन्ड सेयर गर्नु नबिर्सिनुहोस्। अनि यसरी नै अब फेरि भिडियोहरू हाल्दै जानु पाऊँ म होइन, अलिक बिजी भएको कारणले गर्दा हाल्नु पाएको छुइनँ, तर अब ट्राई गर्दैछु। माइन्ड नगर्नुहोस्, सब्सक्राइब लाइक गर्नु नबिर्सिनुहोस्। थ्याङ्क यू गाइस। 2026 को फाइनल हामी होइन, हामी जर्मनी ब्राजिल अनि जर्मनी होइन, हाम्रो अरू पनि आउँदैछ होइन, सबै अर्जेन्टिनाको एगेन्स्टमा छ हामी होइन। आज बसिरहेको छौँ म्याच हेर्दै होइन, अनि हामी आज 100% हामी स्पेनलाई सपोर्ट गरेको छौँ होइन। 2026 को रिमेम्बर होस् भनेर चाहिँ हारेको छौँ। यो त कोही चाहन्छु स्पेन, स्पेन रोड 100% स्पेन। आई अल्सो सपोर्ट स्पेन गाइज। किन कहिले बुझिन जस्तो आपत्ति आए पनि हामीमा सँगै हुन्छु म कहाँको त्यो तिम्रो जागर, कहाँ सुक्यो मायाको सागर, जाऊ कि बसु किनकि अझै लाग्छ माया तिम्रो रुवाऊ कि हाँसु Yes! क्या छोड्दै मेसीलाई हेर्यो याद गर्यो उसको अन्त बनाउनै पर्थ्यो नि त वर्ल्ड रिकर्ड। अब खेल्छ यो, अब खेल्छ दैन त। हामीलाई दिएको अब हेरे गोल भएको हेरे आएन त्यो भएर
होइन रे सक्छ भने आज के छ हौ साथी आजको चाहिँ के छ आज फाइनलमा आज चाहिँ अर्जेन्टिनाले जित्नुपर्छ जित्नै पर्छ है अर्जेन्टिनाले जित्नुपर्छ बिचरा अब हाम्रो पोर्चुगलको क्रिस्टियानो रोनाल्डोले अब योपालि जित्न सकेन तर मेस्सीको लास्ट हो योपालि हो अन्त मेस्सीले चाहिँ अब यही हो मेस्सीको अब मेस्सीको छोरासँग हुँदैछ आज म्याच बाउ भर्सेस सन फादर एन्ड सनको अन्त आज चाहिँ अब तिम्रो आज चाहिँ जित्नुपर्छ मेस्सीले गोल हाल्नु पनि पर्छ नि मेस्सीले ओके मेस्सीले आज गोल हाल्नुपर्छ ए हामी इन्टरभ्यू निकाल्छ नि त त्यहाँ आएर Vamos, vamos, vamos! हेलो एभ्री वान सेवारो नाम्सिलो टासिडिलो फ्याबुलो होइन र खाम्ब्रेमो सबैजनालाई होइन सेवानी पनि अनि म सबैलाई के चाहिँ एउटा भन्न चाहन्छु भन्दाखेरि चाहिँ सम्पूर्ण हाम्रो त फर्स्ट अफ अल रेसप रोन रिकी भाइलाई चाहिँ एकदमै धन्यवाद होइन तपाईँहरूले यस्तो अब बोरिङ रेनी सिजनमा पनि तपाईँहरूले एकदमै इन्टरटेनमेन्ट गरिदिनु भयो होइन एकदमै यो वर्ल्ड कपलाई पनि एकदमै अब धन्यवादै भनौँ होइन मजा यो टाइम स्पेन्ड मजाले हुँदैछ होइन सबैको र आज चाहिँ म के भन्न चाहन्छु भनेको चाहिँ यो चिट्ठा फिट्टाहरू छोडिदियो सबैको होइन यो त इन्टरटेनमेन्ट मात्रै हो एउटा तर पनि जसले जति जति नम्बर काट्नु भएको छ उहाँलाई बेस्ट अफ लक होइन मेरो तर्फबाट तपाईँहरूले पनि पार्नुहोस् मैले मात्रै पारेँ भनेर होइन पारे भन्छ अब गएको त देख्दैन होइन जसको पनि त्यही हो होइन र म चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरूले पनि आफ्नो साथी हो एउटा कुरा चाहिँ याद गर्नुहोस् कि फ्यामिली चाहिँ मोस्ट इम्पोर्टेन्ट हो सबैको होइन र तपाईँहरू पनि घरमा मजाले के खाँदै होइन कसले के बनाएको छ कसले यो बनाएको छ त्यो बनाएको छ होइन सबै एउटा फ्यामिलीमा मजाले बसेर तपाईँहरू इन्जोय गर्नुहोस् साथीहरू होइन म यति नै भन्नु चाहन्छु र रेसप यो भिडियोहरू चाहिँ होइन भिडियोजहरू जति पनि छ यो वर्ल्ड कपको एउटा चाहिँ तिमीले चाहिँ एउटा मजाले एडिटिङ गरेर होइन युट्युब च्यानलमा एउटा मजाको भिडियो चाहिँ अब यो वर्ल्ड कपको भिडियो चाहिँ मजाले हाला म पनि लाइक सेयर गरिदिन्छु होइन र सम्पूर्ण अब के भन्नु अब सम्पूर्ण सबैजनालाई उदयग्रामवासीलाई चाहिँ एकदमै धन्यवाद र तपाईँहरू इन्जोय गर्नुहोस् र बाई बाई सेवारो सेवानी सक्यो तो रुने चाहिँ जा गर यसरी खेल्नु पर्छ तो जिस्किँदै खेल्नु दादा पनि अब यति बनाएकै पुच्का र अब म घरि घरि बनाउँछु नि
हिजो मैले एउटा तपाईँहरूलाई एनाउन्समेन्ट गरेको थिएँ आज प्रत्येक फ्राइडे नै हाम्रो लकी ड्र हुन्छ भनेर अन्त यहाँ प्रुफ छ यहाँ तपाईँहरू जो खेल्नुहुन्छ डेली अहिलेसम्मको यहाँ नाम छ यो नाममा चाहिँ तपाईँहरूको अब एकजना नानीलाई टिपाइन्छु म मुनि छोडेर हो नानीले जसको त्यो यो नाम निक्लिन्छ त्यो चिट्ठामा र उसको आज एउटा चिट्ठा फ्री है ल हेर्दै जानुहोस् है अनि यहाँ आइज ल एउटा टिप्थ्यो ल एउटा खाली त्यो बहिनी यता ले त जसको नाम आउँछ नि त्यो एउटा चिट्ठा फ्री यो अब कसको छ होइन यो चिट्ठा चाहिँ आज उहाँको चाहिँ 50 रुपियाँ फ्री हेर्नु चाहिँ प्रुफ छ यहाँनिर विष्णाल शर्माको आज फ्री चिट्ठा हो एउटा यो एक्चुअली यो कमिटीले एउटा डिसिसन लिएको थियो फ्राइडे हो एकछिन हल्ला नगरिदिउँ एकछिन हल्ला नगरिदिउँ लु यो स्पेसली अस्ति कमिटीले एउटा डिसिसन लिएको थियो कि फ्राइडे चाहिँ एउटा लकी ड्र गर्छ त्यसमा जति पनि डबल खेल्नेहरू अहिलेसम्म टिल न कुनै पनि गेम मिस गरेको छैन उनीहरूको लागि हो स्पेसली यो चाहिँ अनि यहाँनिर नाम छ सबै खेल्ने मान्छेको अनि यहाँनिर अब चिट्ठा छ प्रत्येक खुच्चेलाई टिम लाउँछु त्यसले एउटा चिट्ठा जुन चाहिँ टिप्छ नि त्यहाँभित्र जसको नाम हुन्छ नि उसले त्यो आज चिट्ठा कसको टिप्छस् गोपालबाट टिप एउटा टिपेछ है देखाइदिहाल्नु नि त देखाउन त्यो सार्वजनिक गर्नुपर्छ हो नानीहरु झार्दैन के अर्काको त्यो सार्वजनिक हुनुपर्छ यो चाहिँ लोदरले हातले टिप्यो अब कसको हुन्छ कुन पुरान रहेछ नि उहाँले सधैँ दुईवटा चिट्ठा खेल्नुहुन्थ्यो उहाँले आज एउटा चिट्ठा खालि पैसा दिनुपर्छ बधाई छ डेली खेल्नु 2026 को फर्स्ट वर्ल्ड कप चिट्ठाको विनर हाम्रो जसै अङ्कल होइन हिजो उहाँले कति नम्बर पार्नु भएको थियो 16 नम्बर पारेर चाहिँ उहाँले अब हाम्रो कमिटीको हातबाट केही इनामहरू पाउनेवाला हुनुहुन्छ ल अब आजको हिजोको म्याचको विनरलाई केही रकम हामी दिन गइरहेको छौँ उहाँको यो पहिलो 2026 एकछिन न 100 रुपियाँ दिउँ न 2026 को पहिलो वर्ल्ड कपको म्याच मेक्सिको भर्सेस साउथ अफ्रिकाको उहाँले 16 नम्बरले गोल हालेकोमा उहाँले चिट्ठा जितेको छ 9000 रुपियाँ धन्यवाद 100 रुपियाँ दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो विनर सुजित काका हो उहाँलाई आज हामीले फिफा वर्ल्ड कपबाट चाहिँ खरा लाउँदैछौँ तपाईँ जित्दै जानुहोस् यो तपाईँको पेमेन्ट 11000 रुपियाँ छ बधाई छ के भन्नु छ तपाईँलाई म के भन्नु चाहन्छु भने हिजो जसैले खायो आज मैले खाएँ यसरी सधैँ सबैलाई रोटेसन भएर जाओ सबैले खानुपर्छ भयो रेडी ल आज हाम्रो थर्ड डेको होइन च्याम्पियन हाम्रो उदयदा हुनुहुन्छ अन्त ब्राजिल र मोरोक्कोको म्याच थियो अन्त उहाँले एउटा दुईवटा चिट्ठा काट्नु भएको थियो अन्त उहाँको नम्बर चाहिँ 11 नम्बर र 2 नम्बर पर्छ 11 नम्बरले गोल हाल्नु भएको थियो त्यसै कारण चाहिँ आज हाम्रो कमिटीबाट चाहिँ उहाँलाई खदा अर्पण गर्छ त्यसैको साथै उहाँको सर्टिफिकेट यो मजाले एमाउन्ट पनि अब उहाँलाई दिँदैछौँ हामी उहाँले 11000 रुपियाँ पैसा दिँदैछौँ हामी एमाउन्ट अब तपाईँलाई के छ कस्तो लाग्यो आज भोलि पनि मेरै फसोस् अर्को पनि फसोस् त्यति नै अब यो चौथो गेमको विनर हाम्रो यहाँ सुशील दा हुनुहुन्छ उहाँले जर्मनी भर्सेस क्युरिसियो कि भन्ने टिमसँग चाहिँ परेको थियो अन्त उहाँको चिट्ठा नम्बर चाहिँ 8 थियो जर्सी नम्बर चाहिँ 8 लाउनु भएको थियो तपाईँले अन्त उहाँले गोल हालेर चाहिँ उहाँले इनामको हकदार हाम्रो फिफा कमिटीबाट रिसिभ गर्नुहुँदैछ उहाँलाई खदा अर्पण गरिँदैछ साथै उहाँलाई सर्टिफिकेट पनि दिनुहोस् उहाँको सर्टिफिकेट उहाँको इनाम
उहाँको इनाम चाहिँ 9,000 छ। लु 2 शब्द भन्नु के छ तिमीलाई अब यस्तै परिरहोस् यस्तै परिरहोस् आफ्नैबाट परोस्। अरूलाई पनि परोस् हाम्रो जर्मनी भर्सेस क्रोएसियाको टिममा हाम्रो दिपेश भाइले फसाउनु भएको छ उहाँले जर्सी नम्बर कति लाउनु भएको थियो जर्सी नम्बर 23 ले चाहिँ यो वर्ल्ड कप फिफामा चाहिँ ट्रफी हासिल गर्नु म सम्भव भए त उहाँलाई चाहिँ अब हाम्रो फिफा कमिटीबाट चाहिँ उहाँलाई खदा अर्पण गरिँदैछ हाम्रो अविनाश दाको बाहुली हातबाट त्यसैका साथ हाम्रो रोहनले सर्टिफिकेट दिनुहुँदैछ उहाँलाई सर्टिफिकेट साथसाथै उहाँलाई अब एउटा रकम पनि दिनुहुँदैछ 10,000 रुपियाँ पैसा अन्त भाइलाई भन्नु के छ अब मलाई भन्नु त धन्यवाद भन्न अन्त धन्यवाद छ धेरै धेरै मैले यो टिपेको थिइनँ जसले पनि मेरो लट्री टिप्दियो चिट्ठा टिप्दियो उहाँलाई एकदम धेरै धेरै धन्यवाद छ 100 दिने कुरा भएन सम्पूर्णलाई हामी म भन्न चाहन्छु कि हिजोको हाम्रो च्याम्पियन हाम्रो रूपारी हुनुहुन्छ तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो हिजो 10 अर्जेन्टिना र तपाईँको कुन चाहिँ एल्जेरियाको म्याचमा चाहिँ उहाँले 10 नम्बर जर्सी लगाएर चाहिँ गोल हाल्नुभयो यसैको साथ हाम्रो कमिटीकोबाट उहाँलाई खदा अर्पण गरिँदैछ यसैको साथ उहाँलाई सर्टिफिकेट पनि दिनुहोस् यो सर्टिफिकेट तपाईँले पाउनु भयो एकदम हेर्नु यो सर्टिफिकेट पनि उहाँको यो उहाँको रकम पनि दिनुहोस् उसको रकम छ यहाँनिर 18,000 18,000 दिनुहोस् उहाँ तपाईँलाई अब भन्नु के छ हामी अरू सबैलाई केही छैन सबैले पालै पिलो एक एकपल्ट थाहा पाओस् पैसा सबैको यो होस् खेल्ने पैसा हुन्छ सबैलाई च्याम्पियन चिट्ठा 2 को उहाँले पनि अर्जेन्टिना र एल्जेरियाको म्याचमा चाहिँ जर्सी नम्बर कति लाउनु भएको थियो तपाईँले 10 नम्बर लाएर उहाँ विजेता हुनुभएको छ यसैका साथ उहाँले सर्टिफिकेट हाम्रो कमिटीकोबाट हातबाट दिँदैछौँ सर्टिफिकेट दिनुहोस् यसैको साथ उहाँलाई पनि मूल्य रकम हाम्रो कमिटीको बाहुली हातबाट दिँदैछौँ हुन्छ हवस् यो सबैलाई एक एकपल्ट भए पनि सबैलाई परोस् सबै बाँडीचुडी खाउँ हो आफू मात्रै खाउँ भन्नु हुँदैन सबैलाई एकपल्ट चाहिँ परोस् चिट्ठाको विनर हाम्रो सुशील दा हुनुहुन्थ्यो म्याच थियो तपाईँको पोर्चुगल भर्सेस तल पानी ट्याङ्कीको जस्तो थियो म्याच चाहिँ त्यसमा चाहिँ उहाँले चाहिँ कति नम्बर पार्नु भएको थियो त जर्सी कति नम्बर लाउनु भएको थियो 15 नम्बर जर्सी लगाएर चाहिँ गोल हालेर चाहिँ उहाँले चाहिँ हाम्रो फिफा चिट्ठा कमिटीबाट चाहिँ खदा अर्पण गरिँदैछ उहाँलाई यसैका साथ उहाँको एउटा सर्टिफिकेट पनि दिनुहोस् यो सर्टिफिकेट दिनुहोस् सर्टिफिकेट तपाईँ यो बाहिर जाँदा काम लाग्छ यो सर्टिफिकेट उहाँको हिजोको चिट्ठाको यसैको साथ उहाँलाई कमिटीबाट 800 रुपियाँ पैसा पनि दिँदैछ 900 रुपियाँ पैसा पनि 9,000 यसैका साथ अब तपाईँलाई भन्नु के छ अरूलाई यसरी नै मेरो मात्रै फसिरहोस् भन्न मेरो सबैको फसिरहोस् आज जोस कस्तो छ तिम्रो जोस कडा छ जोस कडै छ त्यही चिट्ठा 2 को विनर एसपी शर्मा सबैले सोध्नु हुँदै थियो को हो एसपी शर्मा उहाँ चाहिँ हुनुहुन्छ एसपी शर्मा एक्चुअली छोरा बाबा दुईजना भएर चिट्ठा काट्नु भएको थियो एक एकवटा अन्त बाउ छोराले नै पाल्नु भयो यसैको साथ हाम्रो चिट्ठा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ सबैले थपडी मारिदेऊ यसैको साथ उहाँलाई सर्टिफिकेट पनि दिँदैछ चिट्ठाको हिजोको उहाँको सर्टिफिकेट यसैको साथ उहाँलाई 9,000 रुपियाँ रकम पनि कमिटीबाट दिँदैछ लो यसैको साथ तपाईँलाई भन्नु के छ अब 15 नंबर ने गोल मारा बेटा आपको बहुत बहुत धन्यवाद ऐसे करके गोल मारते रहिए और टीम को हौसला दिलाते रहिए और हमारा 5 नंबर का वर्ल्ड कप का कार्यकर्ता बच्चे को भी बहुत बहुत धन्यवाद ऐसे करके 9,000 रुपये रोज देते रहिए हाम्रो कोकसको टिम पो थियो हिजो चेक रिपब्लिक र साउथ अफ्रिकाको हाम्रो विनर हुनुहुन्छ हाम्रो यहाँ प्रदीप भेना उहाँलाई हाम्रो कमिटीको हातबाट खदा अर्पण गरिँदैछ साथै उहाँलाई हिजोको सर्टिफिकेट पनि दिँदैछ यहाँनिर हाम्रो जसै अङ्कलको बाउली हातबाट सर्टिफिकेट छ उहाँलाई उसको रकम पनि उहाँलाई दिइहाल्नुहोस् अब के छ तपाईँलाई भन्नु अब भन्नु त के छ अब हाम्रो त्यो अब 2026 को यो गोली हो इन्जोय हो मान्छेको एक एकवटा होइन त्यो चाहिँ मनपर्नेहरू त्यही हिसाबले खेलेको अब टाइम पास हाम्रो अब भने
म्याच थियो तपाईँको ब्राजिल भर्सेस अघि बिहान ब्राजिल भर्सेस हाइटीको त्यो टिममा चाहिँ अब हाम्रो सोमदत्त बडाले चाहिँ जर्सी नम्बर कति लाउनु भएको थियो तपाईँले 9 नम्बर लाएर चाहिँ उहाँले फिफा वर्ल्ड कपमा गोल हाल्नुभयो। त्यसैको साथ हाम्रो फिफा कमिटीले चाहिँ उहाँलाई खदा अर्पण गरिँदैछ। खदाले त्यसैको साथ उहाँलाई सर्टिफिकेट पनि दिनुहोस्, यो उसको सर्टिफिकेट। त्यसैको साथ उहाँको यो एमाउन्ट पनि दिनुहोस् हाम्रो सैनापडाको बाउलीबाट। अब यसलाई तपाईँले भन्नु के छ अरूलाई? मेरो भन्नु चाहिँ यही छ, म ब्राजिलको फ्यान हो। ब्राजिल जहिलेदेखि वर्ल्ड कप हेरेँ त्यसदेखि नै म ब्राजिलकै सपोर्टर वा मतलब फ्यान बनिरहेछु। ब्राजिलले कति कति गोल खाएर कसको कमेन्टहरू त्यस्तो ब्राजिलसँग हुँदा पनि म कहिले पनि त्यस्तो गरिनँ। मैले हिम्मत हारिनँ, मैले ब्राजिलकै फ्यान भएरै बसेँ र म सोच्छु, मैले सोचेको छु म होल लाइफै म ब्राजिलकै फ्यान हुन्छु हो। र त्यसो गर्दाखेरि म कन्फिडेन्स छु कि ब्राजिल योपालि फाइनलमा जित्छ चाहिँ भन्दिनँ, फाइनलसम्म चाहिँ पुग्छ। र अरूलाई केही मन नदुखोस्, अरूको पनि त्यस्तै हुन्छ, के अरे आफ्नो इच्छा हुन्छ आफ्नो आफ्नो चोइस टिमको। तर मेरो चोइस टिमलाई चाहिँ म फाइनल पुगेको चाहिँ देख्न चाहन्छु। यति नै विनर हाम्रो सञ्जीव छेत्रीज्यू हामी समक्ष आइसक्नु भएको छ। उहाँलाई खदा अर्पण साथै हिजोको रकम हामी जर्सी नम्बर 19 ले गोल हालेकोमा उहाँलाई 8,050 रुपियाँ हामी दिनु गइरहेका छौँ। उहाँले तपाईँलाई के भन्नु छ? यस्तो 8,000 जित्नु भएको छ, के भन्नु छ तपाईँलाई? विशेष मैले हिजो 19 नम्बरले गोल हालेर जितेँ है। के भन्दा नि ठुलो अहिले हाम्रो यो जुन फुटबल हुँदैछ, यो फुटबलले एउटा के भएछ भने हामी ग्रुप छौँ, राति पनि ग्रुप म्यासेज हेर्छौँ। र पहिला के थियो भने आज 90तिर हामीले फुटबल हेर्दा गाउँमा एउटा दुईवटा टिभी थियो, एउटै टिभीमा सबै होल गाउँले हेर्थ्यौँ है। त्यस्तै अनुभव चाहिँ आज पनि भइरहेको छ, किनभने यो जुन हाम्रो ग्रुप छ त्यो ग्रुपले राति गोल हाल्यो भने पनि गोल हाल्यो भनेर भन्छ, त्यसले गर्दाखेरि चाहिँ राम्रो भइरहेको छ। र यो फुटबलले हामीलाई अहिले एकपरि यसरी एकजुट हुने एउटा भेटघाट हुने जग्गा पनि प्लेटफर्म पनि बनाइरहेको छ। र त्यसले गर्दा सबैले भविष्यमा मैले जस्तै सबैले जित्दै गए। सम्पूर्ण हाम्रो यो ग्रुपको चिट्ठालाई यति सूचित गराउँदैछु कि हाम्रो हिजो चिट्ठाको 1 को विनर चाहिँ हाम्रो तिखलदा हुनुहुन्छ। म्याच चाहिँ थियो स्पेन भर्सेस साउदी अरेबियाको। त्यसमा तपाईँले जर्सी नम्बर चाहिँ कति लाउनु भएको थियो? 19 नम्बर लाएर उहाँले फर्स्ट गोल हाल्नु भएको थियो। यसैको साथ हाम्रो कमिटीको हातबाट खदा अर्पण हुँदैछ। यसैको साथ उहाँलाई सर्टिफिकेट पनि यो दिँदैछ, सर्टिफिकेट दिँदैछ, सर्टिफिकेट। यसैको साथ उहाँलाई चाहिँ एक्स्ट्रा डरलाग्दो गोल भएको कारणले सर्टिफिकेट पनि प्राइज पनि दिँदैछ। अन्त साथसाथै उहाँलाई मूल्य रकम पनि दिँदैछ हिजोको म्याचको। उहाँलाई अब तपाईँलाई सम्पूर्ण हाम्रो यो अरू चिट्ठा खेल्ने ग्रुपमा अब भन्नु के छ आजको हिजोको? अब आज मेरो यसरी फस्यो, यसरी नफस्नेहरू पुरा छ, उनीहरूको पनि यसरी नै खेल्ने पैसा चाहिँ निक्लेर जाओस्, यसरी पैसा हारेको नगरोस्, यसो 900 रुपियाँ भने अरूको पनि निस्कोस् भन्ने मेरो त्यति नै सुझाव छ। यसैको साथ यति नै भयो आजको तपाईँको भिडियो। हिजोको म्याच थियो कसको बिचमा थियो? स्पेन भर्सेस साउदी अरेबियाको। त्यसमा चाहिँ हाम्रो चिट्ठामा चाहिँ हाम्रो राजदाले पार्नु भएको छ। अन्त तपाईँले जर्सी नम्बर चाहिँ कति लाउनु भएको थियो हिजो? 19 नम्बर लाउनु भएको थियो उहाँले हो। त्यसै कारण चाहिँ उहाँले हाम्रो 1 गोल हाल्नु भएको थियो होइन, फर्स्ट गोल। त्यसै कारण चाहिँ हाम्रो चिट्ठा कमिटीबाट चाहिँ उहाँलाई खदा अर्पण गरिँदैछ। हाम्रो बाउली विदुदाको बाउली हातबाट चाहिँ खदा अर्पण गरिँदैछ। यसैको साथ उहाँलाई यो सर्टिफिकेट पनि दिँदैछ चिट्ठा ग्रुपको। अन्त यसैको साथ उहाँको इनाम पनि रकम पनि दिँदैछ विदुदाको हातबाट। अब यसैको साथ तपाईँलाई भन्नु के छ? भनिदिनु पर्यो। मेरो भन्नु चाहिँ यो भाइहरूले कमिटी एउटा गठन गरेर यसरी चिट्ठा खेलाइरहनु भएको छ। यसरी भिडियो गरेर गर्दाखेरि चाहिँ पछाडिसम्म रिमेम्बर भयङ्कर राम्रो रहनेछ। यसमा बहुत खुसी लागेको छ कमिटी तर्फलाई। मेरो भन्नु यति नै छ। अब हाम्रो म्याच थियो अर्जेन्टिना र अस्ट्रिया होइन। त्यसमा चाहिँ हाम्रो सञ्जीव दाले चाहिँ गोल हाल्नु भएको छ। तपाईँले हिजोको म्याचमा जर्सी नम्बर चाहिँ कति लाउनु भएको थियो? जर्सी नम्बर 10। जर्सी नम्बर 10 ले फर्स्टमा पेनल्टी मिक्स गरिने दुईटा गोल चाहिँ मिठो हाल्यो। यसैको साथ चाहिँ अब हाम्रो कमिटीको बाउली हातबाट गोपाल दाको हातबाट चाहिँ उहाँलाई खदा अर्पण गरिँदैछ। ल धेरै धेरै बधाई छ।
46-47 जनामा चाहिँ दुईपल्ट भयो उहाँलाई पारेको सर्टिफिकेट पनि दिनुहोस् उहाँको 40 या 47 जनामा हिजो त सायद 23 र 23 कति भयो 46 जनामा चाहिँ दुईपल्ट भयो है पारेको सबैले याद गर्छु दुईपल्ट फिफा वर्ल्ड कपमा चाहिँ दुईपल्ट भयो त्यसो कारण चाहिँ फाइनल पनि लान्छु फाइनल पनि छ त्यति साह्रो आशा त नगर्दिनु बिचरा यो सर्टिफिकेट राखौँ अरूलाई पनि दिउँ उहाँलाई अब र यो अब आजको किमत चाहिँ 9,000 रुपियाँ छ हजुरलाई धन्यवाद भन्नु के छ तपाईँलाई धन्यवाद फाइनल पनि उठाउनु पर्छ त्यही छ के त पापी होला है अझै पनि लान्छु भन्दैछ सेकेन्ड चिट्ठाको च्याम्पियन हाम्रो जिस्नल काका हुनुहुन्छ उहाँले हिजोको अर्जेन्टिना र अस्ट्रेलियाको म्याचमा तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो हिजो मैले 10 नम्बर लाउनु भएको थियो यसैको साथ हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ यो कमिटीबाट खदा अर्पण गर्नुभन्दा पहिला उहाँको छोरीले फर्स्टमा चिट्ठा उठाएको थियो कि यसरी यसो गरेर चिट्ठाउँदा चाहिँ गरेर कालिएको म त के भएछ नि उकालो फर्केर त फेरि छोरी पनि उहाँभन्दा अलिक ठुलो छ हो गरेर कालिएको कालिँदा चाहिँ के हो अर्जेन्टिना भनेको त्यही अर्जेन्टिनाको मेसीले हिजो 10 नम्बर उहाँलाई अर्को पनि बधाई छ त्यसैका खदा अर्पण साथसाथै सर्टिफिकेट यो सर्टिफिकेट यो अर्को रहेछ यो तपाईँको सर्टिफिकेट अर्को यो चाहिँ सर्टिफिकेट यसैको साथ एमाउन्ट चाहिँ तपाईँको 9,000 रुपियाँ अब तपाईँलाई के भन्नु छ अरू थ्याङ्क यू होइन खासमा चाहिँ यो अब पैसा भन्दा पनि यो उयो भन्दाखेरि पनि हाम्रो भयङ्कर इन्ट्रेस्ट भइरहेछ यसमा होइन अन्त यो इन्ट्रेस्ट चाहिँ मजा आउँछ खासमा हामीलाई यो कुनै ठुलो कुरो त होइन तर माने अब यो वर्ल्ड कपभरि चाहिँ अब केटाहरूले यसरी मजाले घुम्दै यसरी गर्दै मजा आउँदैछ हारे पनि केही पनि छैन यो एउटा हामीले यस्तो पैसा त माथि अहिले डेली चिठा काट्नेहरूले डेली काट्छ होला त्यो डियर लट्री तर हाम्रो यो चाहिँ भयङ्कर भ्यालु छ भयङ्कर इन्ट्रेस्ट छ 4 वर्ष बादमा आउँछ 4 वर्ष बादमा आएको कोही मरेको हुन्छ कोही के हुन्छ हामी खेल्नु पाउँछ कि पाउँदैन यो त्यति साह्रो भ्यालु छ मान्छेले हेर्दाखेरि त भ्यालु छैन जस्तो गर्छ एउटा चिठा काटेको भन्छ तर यो 4 वर्षमा आउने चाहिँ हामीलाई चाहिँ भयङ्कर मजा आउँछ पोर्चुगल भर्सेस उज्बेकिस्तान होइन कसको थियो उज्बेकिस्तानको रहेछ हो त्यो चिट्ठामा चाहिँ हाम्रो रिकी भाइले पार्नु भएको छ 17 नम्बर त्यसको लागि चाहिँ हाम्रो खदा कमिटी फिफा कमिटीबाट चाहिँ हाम्रो बडीको हातबाट चाहिँ रिकीलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई सर्टिफिकेट पनि दिँदैछ फिफाबाट साथसाथै उहाँलाई यो रकम पनि दिँदैछ धन्यवाद धन्यवाद लु अब तपाईँलाई भन्नु के छ यो रकम चाहिँ घर लान चाहिँ दिनु पर्यो कमिटी हो 3 जना गरेर बसिरहेको छ यो डल्लै लानु पाएको भए चाहिँ अलिकति खुसी हुन्थ्यो तर केही छैन 5 गोल हालेको छ पोर्टुगलले त्यति नै छ भन्नुपर्ने हाम्रो चिट्ठाको सेकेन्ड विनर हाम्रो यहाँ भाउजू हुनुहुन्छ स्मिता भाउजू अन्त साथसाथै हाम्रो चिट्ठा टिप्ने चाहिँ भाइ छ अन्त हिजो म्याच चाहिँ यो अर्जेन्टिना पोर्चुगल भर्सेस उज्बेकिस्तान थियो उज्बेकिस्तान अप्ठ्यारो नाम चाहिँ मलाई थाहा प्रोनाउन्सिएसन गर्नु साह्रो पऱ्यो हो त्यसको लागि चाहिँ हाम्रो उहाँले चाहिँ तपाईँले जर्सी नम्बर हिजो कति पाउनु भएको थियो 17 नम्बर लागेको कारणले गर्दा उहाँले इनामको हकदार हुनुहुन्छ यसैको साथ फिफा कमिटीबाट उहाँलाई एकदमै खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई यो सर्टिफिकेट पनि दिँदैछ साथसाथै उहाँलाई रकम पनि दिँदैछ रकम उहाँले यहाँ 9,000 रुपियाँ पारिसक्नु भएको छ 9,000 उहाँलाई अब तपाईँलाई भन्नु के छ म फर्स्ट टाइम खेलेको हो खुसी नै छु है यसको हकदार त अब यही हो यसलाई टिप्नु लागेको थियो यसले टिपेको अब यसलाई नै यसलाई अब के किनिदिनु पर्यो हाम्रो ब्राजिल भर्सेस स्कटल्यान्डको म्याच थियो त्यसमा हाम्रो सुशील दाले पार्नु भएको छ एसपी शर्मा अन्त तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो 9 नम्बर लगाएर उहाँले फेरि विजेता हुनुभएको छ लास्ट गोलमा होइन 9 नम्बरले त्यसै कारण हाम्रो कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ थप्पडी त्यसैको साथ उहाँलाई सर्टिफिकेट पनि दिन्छ यो अन्त रकम पनि दिँदैछ अन्त अब तपाईँलाई भन्नु के छ ब्याक टु ब्याक तपाईँले ह्याट्रिक गर्नुभयो अब नफसाउनले फसाउनु पर्यो सुशीलले मात्रै होइन आज सुशील दा 1 मिनेटको लु लु फसिरहोस् त्यतिकै अन्त अरूलाई चाहिँ भन्नु के छ मैले जस्तै अरूले पनि फसाउनु परोस् भन न के हो फर्स्ट मेरो सेकेन्ड अरू चिट्ठा 2 को हाम्रो विनर हाम्रो पुरन्दा हुनुहुन्थ्यो अन्त उहाँले जर्सी नम्बर कति लाउनु भएको थियो हिजोको म्याचमा 9 नम्बर लगाएर यसैको साथ फिफाबाट चाहिँ उहाँलाई खदा अर्पण गरिँदैछ साथै सर्टिफिकेट पनि दिँदैछ हाम्रो फिफाबाट यसैको साथ उहाँको एमाउन्ट रकम पनि दिँदैछ अब तपाईँलाई भन्नु के छ
सधैँ नै यसरी नै पढिरहोस् होइन मेरो मात्रै परोस् अरू किन भन्नु त्यति नै हो कसैले घरमा बसेर डाउट नगर्नु होला स्पेन भर्सेस उरुग्वेको आज बिहानको हाम्रो चिट्ठा 2 को विनर हुनुहुन्छ हाम्रो सुनिल भेना केही व्यस्तको कारणले गर्दा आउनु भएन त्यसै कारण चाहिँ उहाँको पत्नी पूजा आएको छ यो सबै एमाउन्ट रिसिभ गर्नुको लागि यसको लागि हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ यसैको साथ उहाँलाई सर्टिफिकेट पनि दिँदैछ अब यसको साथ हाम्रो फिफाबाट उहाँलाई रकम पनि 950 रुपियाँ दिँदैछौँ अब उहाँले चाहिँ अब हिजो जर्सी नम्बर तपाईँले कति लाउनु भएको थियो 15 नम्बर लाएर चाहिँ गोल हालेको 15 नम्बर लाएर अन्त तपाईँलाई अब हाम्रो सबै हेर्नेलाई भन्नु के छ भन्नु अरूको पनि परोस् है सबैजनाको काट्ने जतिकै एकपल्ट चाहिँ परोस् योपालि चाहिँ ब्राजिलले जितोस् ए म त अर्जेन्टिना हिजोको हाम्रो फर्स्ट चिट्ठाको विनर हाम्रो गोपाल दा हुनुहुन्छ हाम्रो गोपाल दाले चाहिँ हिजो जर्सी नम्बर कति लाउनु भएको थियो जर्सी नम्बर मैले लगाएको थिएँ 9 नम्बर लाएर उहाँले चाहिँ एकदमै डरलाग्दो 3 गोल हाल्नु भएको छ स्टार्टिङ टु लास्ट चाहिँ हैन 9 नम्बर लागेको कारणले गर्दा त्यसै कारण उहाँ चिट्ठाको विनर पनि छ यसै कारण हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ थप्पडी सबैले साथसाथै उहाँलाई सर्टिफिकेट पनि दिँदैछ हाम्रो जर्सी अङ्कलको बाउलीबाट सर्टिफिकेट पनि दिँदैछ साथसाथै उहाँलाई रकम पनि दिँदैछ उहाँले एकदमै डरलाग्दो 3 पल्ट नै 9 नम्बरले हालेको कारणले गर्दा फिफा कमिटीबाट उहाँलाई ठुलो गाडी पनि प्रस्तुत गर्दैछ BMW गाडी चाहिँ अब तपाईँलाई भन्नु के छ भन्नु चाहिँ मेरो के छ भनेदेखिलाई आज लगभग 26-27 दिन भयो हो अनि त्यो 26-27 दिनमा चाहिँ आज यो कुनै कति रुपियाँ छ गल्ती पनि गरेको छैन परेको र अरू सबैलाई परोस् हो र मैले चाहिँ कसैले नगरेको ह्याट्रिक हिजो गरेको छु 9 नम्बर लाएर 3टा गोल 9 नम्बर हालेको अझै कसैले हालेको थिएन हो मलाई खुसी लागेछ हो त्यति भन्नु चिट्ठा 2 को विनर हाम्रो राजु दा हुनुहुन्छ अन्त म्याच चाहिँ थियो हाम्रो यता कङ्गो भर्सेस इङ्ल्यान्डको त्यसमा तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो 9 नम्बर लाएर उहाँले चाहिँ 3 गोल हाल्नु भएको छ त्यसै कारण हाम्रो फिफा कमिटीबाट चाहिँ उहाँलाई पुरन्दाको हातबाट खदा अर्पण हुँदैछ थप्पडी सबैले त्यसैको साथ हाम्रो फिफा कमिटीबाट गोपालदाको हातबाट बेङ्गलोर जानु हुँदैछ त्यो कारणले हामीले बाटोमा फिफा कमिटीबाट चाहिँ बाटोमा गाडीमा खानु भनेर चाहिँ भाउजू र रातालाई दिएको अर्को कुरो राताको चाहिँ घुँडा क्या 3 गोल हालेको कट्याङ गरे 3 गोल हाल्छ कि त्यहाँदेखि अघि मलाई दिएको के थियो फिफा कमिटी गाडी हो यो चाहिँ रातालाई दिनु ल त्यसैको साथ उहाँलाई सर्टिफिकेट पनि दिनुहोस् सर्टिफिकेट चाहिँ सर्टिफिकेट खोज्दा भइसक्यो सर्टिफिकेट चाहिँ मैले रातालाई दिएँ यो उहाँको सर्टिफिकेट पनि पर्यो 80,000 यसै नै यहाँ साथै उहाँको अन्त अब तपाईँलाई भन्नु के छ दुबार तपाईँ त सेकेन्ड टाइम हुनुभयो विनर होइन योको वर्ल्ड कपमा चाहिँ भन्ने कुरो मेरो केही सबैले जाने बुझेको कुरो हो यसरी नै अर्को आउँदो ताल पनि यसरी नै खेल्न पाएर सबैजना देख्न पाएर एकदम राम्रो हुन्थ्यो एउटा मजा हुन्थ्यो दामी दामी सबैलाई हिजो हाम्रो म्याच थियो अर्जेन्टिना भर्सेस क्याप भर्दै अन्त त्यसमा चाहिँ हाम्रो भेनाले नम्बर कति काट्नु भएको थियो 13 नम्बर काट्नु भएको थियो अन्त त्यसै अन्त त्यो लास्ट गोल चाहिँ 13 नम्बर देखाएको छ होइन र अफिसियली 3 नम्बर लास्टमा आउँदाखेरि यहाँ हाम्रो आज चिट्ठामा अलिकति कम्प्लिकेसन पनि भयो र पनि अब दुवैजनाले यता उज्जवलदा सुधीर काका अनि सुनिल भेना र हाम्रो प्रदीप भेनाले चाहिँ अन्डरस्ट्यान्डिङ म्युचुअल गरेर चाहिँ तिमीमा जे गर्छ गर न भन्ने हिसाबले गर्दा चाहिँ के भयो भन्दाखेरि चाहिँ उहाँले 50-50 लाने भयो एमाउन्ट त्यसै कारण चाहिँ उहाँहरूको एउटा सानो राम्रो खालको निर्णयलाई चाहिँ हामी एप्रिसिएसन गर्दै उहाँलाई हिजोको च्याम्पियनै हो भन्दै उहाँलाई खदा अर्पण गरिँदैछ फिफा कमिटीबाट थप्पडी सबैलाई अलिकति थप्पडीमा दिनुहोस् प्रदीप भेनालाई हिजो पार्नु भएकोमा त्यसैको साथ उहाँलाई त्यसमा ल यो पनि उहाँको एमाउन्ट पनि ल 3.5 लाख पर्छ 3.5 लाख दुईजनाले उहाँलाई अन्त तपाईँलाई आज भन्नु के छ अन्त अब भन्नु के छ अब दुईजनाको उयो भएपछि अब दुईजनाले बाँड्यो उयो गर्यो अब ठिकै छ 3.5 भए पनि पाएँ पैसा त्यतिमै खुसी छ बिहान अर्जेन्टिना भर्सेस क्याप बर्डेको टिममा हाम्रो चिट्ठाको सेकेन्ड विनर हुनुहुन्छ हाम्रो सुनिल भेना अनि तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो उहाँले 13 लाउनु भएको थियो उहाँको थ्रुबाट चाहिँ 3ले गोल हालेको छ अनि 50-50 भएको छ आज चिट्ठा ग्रुपले चाहिँ होइन त्यसै कारण उहाँलाई चाहिँ हाम्रो चिट्ठा कमिटीबाट खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई चाहिँ आजको रकम पनि दिँदैछ
अब तपाईँलाई भन्नु के छ? अहिले त परेकै थिएँ काट्नु त चिट्ठा चाहिँ मैले फुल पैसा तिरेर काटेको आधी मात्रै पाक्छु मैले पैसा चाहिँ ठिकै छ कमिटीलाई सबैलाई धन्यवाद होइन यति भए एउटा इन्टरटेनमेन्टको लागि त हो अब सबैसँग राम्रै खेल्छ होइन धेरै खेलाउँछ रिजर्भले ल यसरी नै अर्को पालि पनि आउने वर्ल्ड कपमा होइन हामी सबैजना यसरी नै खेल्नुपर्छ विशेष गरी हाम्रो हिजोको चिट्ठा आज बिहान अर्जेन्टिना भर्सेस क्याप बर्डेको 4th विनर हाम्रो उज्जवल दा हुनुहुन्छ होइन अनि उहाँको पनि 3 नम्बर परेको कारणले गर्दा म्युचुअल अन्डरस्ट्यान्डिङ भएको कारणले गर्दा उहाँले अर्को अपोनेन्टलाई पनि पैसा डिभाइड गरिदिनु भनेको छ त्यसको लागि चाहिँ हामी फिफा कमिटीबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ होइन यसैको साथ उहाँलाई चाहिँ आज हाम्रो सोनामा सिंहको हातबाट चाहिँ बाहुलीबाट चाहिँ उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँको मूल्य रकम पनि दिँदैछु थप्पडी पनि आउँदैछ यहाँनिर ल उज्जवल दा आज तपाईँलाई भन्नु के छ धन्यवाद अब खासै अर्जेन्टिनाको मरेर आज जितेकोले है भर्खर उठ्दैछु म त भन्नु त अब के थियो अब जसले चाहिँ हिजो बिचरा 13 नम्बरले हालेको भनेर राति जुन खुसी भएको थियो अब त्यो चाहिँ निराश नहोस् भनेर बिहान आएर फेरि 3 नम्बर पटेक देख्दाखेरि चाहिँ अलिकति उयो भएकोले नम्बर आधा गर्नुपर्छ भनेर थियो अब सबैजना कमिटी पनि खुसी हामी पनि खुसी नै छ दामी दामी ल आशिक तपाईँलाई अन्त अहिलेसम्म खेलिरहेको यो चिट्ठामा तपाईँलाई के छ कस्तो लाग्दैछ एकदमै राम्रो लाग्यो खुसी लागिरहेको छ तपाईँको त्यो म्याच देखेर हाम्रो चिट्ठाको म्याच थियो हाम्रो के भन्छ मोरोक्को भर्सेस क्यानाडाको त्यसमा चाहिँ हाम्रो पुरन्दाले पार्नु भएको छ अन्त उहाँले जर्सी नम्बर कति लाउनु भएको थियो 9 नम्बर लागेको कारणले गर्दा उहाँले चाहिँ हाम्रो फिफा कमिटीबाट खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई हाम्रो रिवाज भाइकोबाट सर्टिफिकेट पनि दिँदैछ साथसाथै उहाँलाई बडाको हातबाट रकम पनि हिजोको 18,000 रुपियाँ टोटल दुईटा चिट्ठामा उहाँको परेको कारणले गर्दा तपाईँलाई भन्नु के छ अब सधैँ नै यसरी परिरहोस् है नेपाली फर्स्ट ह्याट्रिक पार्ने चाहिँ मै हो यहाँ कमिटीको तर्फबाट हो कमिटीहरू त्यति साह्रो सिन्सियर छ यिनीहरूको खेलामा चाहिँ कसरी डाउट नगर्नु सबको पर्छ कमिटीलाई दिएको छ यहाँ पुरन्दाले होइन यत्रो दिन कन्टिन्यू खेलेको छ अहिलेसम्म तपाईँहरूको परेको छैन होइन तपाईँहरूलाई अब के छ भावनाहरू अरूलाई भन्नु भावनाहरू हामीलाई एकदमै खुसी छौँ हामी हारेकोमा ब्राजिल हारिहाल्यो अब अर्जेन्टिना गो ब्याक गर्नुपर्छ अर्जेन्टिनालाई गो ब्याक चाहिँ हुनैपर्छ यो अर्जेन्टिना चाहिँ हराउनै पर्छ मेसी नाचेको छ भन्नु न मेक्सी नाचेको सनी भन्नु के छ तँलाई अब यस्तो कठोर सपोर्टरलाई अर्जेन्टिना फाइनल जित्छ अर्जेन्टिना फाइनल जित्छ ब्राजिल हारेको दुःख लागिरहेछ राम्रो राम्रो टिम सबै जान्छ यसपालि आक्रोश सिचुएसन हुन थाल्यो यहाँनिर अब क्वार्टर फाइनल टिमको भर्सेस नर्वेको गेममा हाम्रो चिट्ठा 1 को विनर हाम्रो जसे अङ्कल हुनुहुन्छ होइन उहाँले जर्सी नम्बर कति लाउनु भएको तपाईँले मैले 10 नम्बर लागेको थिएँ 10 नम्बर लगाएर उहाँले चाहिँ लास्ट गोल हाल्नु भएको छ नेमार भएर होइन उहाँलाई हाम्रो फिफा कमिटीबाट खदा अर्पण गरिँदैछ थप्पडी उहाँलाई फुल पनि साथसाथै फुल पनि दिँदैछ होइन साथसाथै उहाँलाई हाम्रो सन्दीपको हातबाट बाहुलीबाट चाहिँ एमाउन्ट क्यास दिँदैछ 9,000 रुपियाँ दिन तपाईँलाई अब भन्नु के छ मलाई यो पैसा पाएको खुसी छुइनँ तर ब्राजिल हारेको बहुत दुःखमा छ सबै 2 को विनर हुनुहुन्छ हाम्रो सुनिल भेना अनि म्याच थियो तपाईँको ब्राजिल भर्सेस नर्वेको होइन त्यसमा चाहिँ उहाँले जर्सी नम्बर कति लाउनु भएको थियो 10 नम्बर लगाएर चाहिँ उहाँले अन्तिम गोल हाल्नु भएको छ त्यसै कारण चाहिँ हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई चाहिँ मूल्य रकम पनि फिफा कमिटीबाट 9,000 रुपियाँ प्रदान गरिँदैछ अब तपाईँलाई भन्नु के छ भन्नु त मलाई के छ भन्दाखेरि चाहिँ मलाई चाहिँ ब्राजिल हारेर रड्डी लागिरहेको छ होइन मेरो त सबै अब चिट्ठामा परेको टिमहरू सबै हारिसक्यो अब लास्ट एउटा सोनामा चाहिँ काटेको छु त्यहाँ एउटा आशा छ आशाको किरण चाहिँ तर ब्राजिल हारेर गए पनि टिमको चिट्ठाको पैसा चाहिँ दिइकिन भयो हिजो म्याच अर्जेन्टिना भर्सेस इजिप्टमा हाम्रो कलसदा चिट्ठा 2 को विनर हुनुहुन्छ होइन उहाँले जर्सी नम्बर कति लाउनु भएको थियो मैले यता हेर्नुहोस् न खास कुरा यस्तो भयो कि यस्टरडे चाहिँ म घरमा थिइनँ क्या म बाहिर थिएँ हो मेरो बुढियाले चाहिँ टिपेको रहेछ त्यो होइन उयो चिट्ठा चाहिँ
अब लक्की मान्छे हो नम्बरले केही गर्दैन मान्छे अब नम्बरको लागि यस्तो क्या नम्बर राम्रो राम्रो नम्बर हुन्छ नि खास नम्बरमा डिपेन्ड गर्दैन क्या लकमा डिपेन्ड गर्छ हो मेरो 24 नम्बरले चाहिँ अब गोल हालेर चाहिँ अब म अब हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई हिजोको कङ्ग्रेचुलेसन फुल पनि दिँदैछ साथसाथै उहाँलाई हिजोको मूल्य रकम 9,000 रुपियाँ पैसा पनि दिँदैछ अब भन्नु के छ तपाईँलाई थप्पडी सबैले गर्दैछ यहाँनिर हेर्नुहोस् यो रकम पाएर चाहिँ अब म एकदमै हर्षित छु हो किनभने 9,000 रुपियाँ पाएँ अब अहिलेसम्म त पाउनु चाहिँ कहीँ पनि पाएको थिइनँ हो तर म चाहिँ अझै पनि भन्छु कि नम्बर चाहिँ डिपेन्ड गर्दैन कि डिपेन्ड चाहिँ लकमै गर्छ विशेष गरी चाहिँ हिजोको म्याच थियो हाम्रो फ्रान्स भर्सेस मोरोक्को त्यसमा चाहिँ हाम्रो चिठा 1 को विनर हुनुहुन्छ मैसा खवास हैन उहाँलाई चाहिँ हाम्रो फिफा कमिटी तलबाट चाहिँ खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई चाहिँ हाम्रो फिफा कमिटीबाट चाहिँ उहाँको मूल्य रकम पनि प्रदान गरिँदैछ अनि तपाईले विशेष गरी चाहिँ हिजो जर्सी नम्बर कति लाउनु भएको 7 मूल्य रकम चाहिँ कति हो अनि मूल्य रकम चाहिँ 9,000 हामीले दिइसकेको छौँ त्यहाँदेखि अब तपाईँलाई भन्नु के छ भन्नु धेरै धेरै धन्यवाद सबलाई र सबै कमिटीलाई हो आज बल्ल फाइनल्ली यत्रो दिन काटेको आज चाहिँ पर्यो अर्जेन्टिना हारेर पनि थाप्नुहुन्छ अब यहाँ जर्मनी त गयो एकजना मान्छे यो हाम्रो जो विनर हुनुहुन्छ हाम्रो लैसा काकी उहाँको चाहिँ एक्चुअली कहिलेको गेम थियो भन्दाखेरि चाहिँ फ्रान्स भर्सेस मोरोक्कोको गेम थियो अनि उहाँलाई हामीले यो खदा अर्पण गर्नु भ्याएको थिएनौँ त्यसै कारण चाहिँ उहाँले चाहिँ त्यो दिन चाहिँ जर्सी नम्बर कति लाउनु भएको थियो 7 नम्बर लागेको कारणले गर्दा उहाँले गोल हाल्नुभयो त्यसै कारण चाहिँ फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ सबैले थपडी मार्दैछ यहाँनिर साथसाथै उहाँलाई चाहिँ फिफा कमिटीबाट मूल्य रकम पनि दिँदैछ 9,000 रुपियाँ पैसा अब तपाईँलाई भन्नु के छ भने पुरा फर्स्टदेखि नै खेल्दा 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 लास्टमा चाहिँ मैले यति 9,000 पारेँ यसमा धेरै हाम्रो टिम चाहिँ कुन चाहिँ भन्नु हो हाम्रो टिम चाहिँ ब्राजिल थियो बिचारा ब्राजिल हारिहाल्यो तपाईँले पनि खदा चाहिँ लाउनु पाए फाइनली यसको इच्छा चाहिँ पुरै थियो लाउनु पाएँ पैसा पनि पाएँ हो गरी चाहिँ आज हाम्रो अविनाश दाको बर्थडे छ होइन त्यसै कारण चाहिँ हामी भर्खर फिफा कमिटीले थाहा पायौँ त्यसै कारण चाहिँ उहाँलाई हामी धेरै धेरै बधाई दिन्छौँ ह्याप्पी बर्थडे अविनाश दा वैसेको साथ उहाँलाई खदा अर्पण पनि गरिँदैछ सारादिकोबाट ह्याप्पी बर्थडे छ जसै अङ्कलकोबाट ह्याप्पी बर्थडे हुँदैछ यहाँ अविनाश दाको ल अब जसै अङ्कलले उहाँलाई फिफा कमिटीबाट सिल्भर बोल दिनु हुँदैछ उहाँले रिसिभ गर्नु हुँदैछ लु बोल यसरी देखाइदिनुहोस् न अब भन्नु के छ तपाईँलाई आज मेरो जन्मदिन तपाईँहरूले मनाइदिएकोमा धेरै धेरै धन्यवाद अहिले मैले यसपालि फिफा वर्ल्ड कपमा अब विनर नभए पनि अब आज बर्थडेको विनरले नै तपाईँहरूले अब मेरो टाढ दिइहाल्नु भयो गोल हाल्ने पनि सपना हो ल अब आज त गोल हाल्दैन होला यही बोलले नै आज म तपाईँहरूलाई धन्यवाद ज्ञापन गर्दैछु ल विशेष गरी चाहिँ हिजो हाम्रो फ्रान्स भर्सेस स्पेनको म्याचमा हाम्रो चिसुङ्गाले काट्नु भएको थियो तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो 12 नम्बर लागेको कारणले गर्दा चाहिँ उहाँले हाम्रो चिट्ठामा पार्नु भएको छ अनि गोल हालेको कारणले गर्दा हाम्रो लास्ट गोल थियो त्यसै कारण चाहिँ उहाँलाई हाम्रो फिफा कमिटीबाट खदा अर्पण गरिँदैछ थ्याङ्क यू साथसाथै उहाँलाई हाम्रो फिफाको जुन सर्टिफिकेट छ त्यो पनि हामीले प्रदान गर्दैछौँ अनि तपाईँलाई भन्नु के छ अब भन्नु चाहिँ के छ अब म्याच सकिँदै गयो हो आजको म्याचमा चाहिँ अब फेरि झन् परोस् सबैजना कसको नपर्नेकै परोस् मेरो परेको थिएन पर्यो अरू नपर्नेको पनि परोस् यही भन्न चाहन्छु यति नै भन्दै जुन कारको मेन बजेट छ त्यो चाहिँ म बेलुका ल्याउँछु किन मेरो अहिले हातमा क्यास छैन थ्याङ्क यू हिजोको हाम्रो चिट्ठा 1 को विनर हाम्रो रूपादी हुनुहुन्थ्यो होइन उहाँलाई चाहिँ चिट्ठा 1 मा चाहिँ तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो हिजो 12 नम्बर लागेको कारणले गर्दा चाहिँ उहाँले गोल हाल्नुभयो नि अनि अन्त हाम्रो फिफा कमिटीबाट चाहिँ उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई हिजोको रकम पनि मूल्य रकम पनि दिँदैछ उदयदाकोबाट 9,000 रुपियाँ अब तपाईँलाई भन्नु के छ अब फाइनलसम्म जिते जस्तो लाग्छ हिजोको हाम्रो चिट्ठा 100 रुपियाँ गोटाको चिट्ठा थियो नयाँ गेम खेला थियो त्यसमा चाहिँ हाम्रो भेनाले चाहिँ पार्नु भएको छ तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो 12 नम्बर जर्सी लागेको कारणले गर्दा उहाँले गोल हाल्नुभयो होइन त्यसै कारण चाहिँ हाम्रो फिफा कमिटीबाट चाहिँ उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई चाहिँ अब हाम्रो फिफा कमिटीको मूल्य रकम साथै उहाँलाई अब फिफाको मूल्य रकम 8,000 रुपियाँ पैसा पनि हाम्रो अविनाश दाबाट प्रदान गरिँदैछ
तपाईँलाई भन्नु के छ अब सबैको परिवेश भन्नु अब म्याच त सबै नै आइसक्यो होइन गरी हिजोको चिट्ठाको 100 रुपियाँ गोटाको चिट्ठामा चाहिँ हाम्रो आशिष दाले पार्नु भएको छ होइन राजा तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो हिजो म चाहिँ लाग्थेन कि तर मैले चिट्टा टिपेकोले कति लाग्थ्यो 12 नम्बर 12 नम्बर लाएर चाहिँ उसले खदा पनि पाउनु भएको छ अनि साथसाथै हाम्रो फिफा कमिटीबाट चाहिँ उहाँलाई एउटा मूल्य रकम 8000 रुपियाँ पैसा पनि दिँदैछौँ होइन तपाईँलाई भन्नु चाहिँ के छ बहुत दुःख लागिरहेको छ 800 रुपियाँले गर्दाखेरि मेरो फ्रान्स हार्यो खासै बरु स्पेनले फ्रान्सलाई गोल नदिएर फ्रान्सले बरु स्पेनलाई 15 गोल दिएर मेरो चिट्टा नफसेको त्यही खुसी हुन्थ्यो तर केही छैन लकिली विशेष गरी हिजोको म्याच हाम्रो अर्जेन्टिना भर्सेस कसको थियो इङ्ल्यान्डको म्याचमा हाम्रो रिकी भाइले फसाउनु भएको छ त्यसै कारण उहाँलाई चाहिँ जर्सी नम्बर कति लाउनु भएको थियो मैले जर्सी नम्बर 22 लाग्थेँ 22 लागेको कारणले गर्दा उहाँले 1 गोल हाल्नुमा सफलता भएकोले उहाँले हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ धन्यवाद साथसाथै अर्जेन्टिनाको मेन सपोर्टरबाट उहाँलाई हात चेक पनि गरेर उहाँलाई अब मूल्य बजेट पनि हातमा प्रदान गरिँदैछ तपाईँलाई भन्नु के छ अब मलाई अब अर्जेन्टिना राम्रो खेल्यो ठिक छ पैसा पनि पायो ठिक छ राखेँ अब फाइनल कसले जित्ला थ्याङ्क यू फाइनल अब तिम्रो अर्जेन्टिना हार्छ ठिक छ हिजोको म्याच है अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको त्यसमा हाम्रो सुशील दाले फेरि पनि चिट्ठामा पार्नु भएको छ त्यसै कारण चाहिँ तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो मैले 22 नम्बर लागेको कारणले गर्दा उहाँले गोल हाल्नुभयो होइन अनि हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई मूल्य रकम पनि यो उहाँलाई प्रदान गरिँदैछ अब तिमीलाई भन्नु के छ मलाई भन्नु त केही छैन लेकिन चिट्टा कमिटीलाई धेरै धेरै धन्यवाद कि हामीलाई यति राम्रो हेर्दैछ सबै व्यवस्थाहरू ठिक गर्दैछ और आज मेरो पऱ्यो आखिरीमा अब लास्ट म्याच छ अब त्यसमा पनि ट्राई गरौँ ल 100 रुपियाँ गोटा भगवान्ले चाह्यो भने फेरि पर्छ सबैको पर्छ किनकि एउटा नै होइन रेड कार्ड येल्लो कार्ड फर्स्ट गोल सेकेन्ड गोल पुरा हुन्छ त्यो चान्स बेसी हुन्छ सबैलाई हिजोको म्याच अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको हाम्रो विनर हुनुहुन्छ 100 रुपिस स्पेसल चिट्ठाको फर्स्ट विनर हुनुहुन्छ हाम्रो सम्झौताबाट तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो हिजो 22 नम्बर लाएर उहाँले एकपल्ट फेरि चिट्ठा पार्नु भएको छ त्यसै कारण हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई हाम्रो गोपालदा कोअर्डिनेटर यो फिफा कमिटीको कोअर्डिनेटरलाई हातबाट चाहिँ उहाँलाई एमाउन्ट पनि ट्रान्सफर गरिँदैछ बडालाई तपाईँले टोटल 18000 लगिसक्नु भयो अब तपाईँलाई भन्नु के छ तपाईँको बधाई चाहिँ सबभन्दा मेन बधाई चाहिँ तपाईँको टिम जो चाहिँ चिट्ठामा टिपेको आफ्नो पर्सनल टिम त होइन चिट्ठामा टिपेको टिम चाहिँ स्पेन परेको छ धेरै धेरै त्यसमा तपाईँलाई बधाई छ र त्यसले जितोस् नयाँ टिम नेपाली जितोस् मजा आउँछ तपाईँलाई भन्नु के छ अब भन्नु त मेरो केही छैन अब विशेष गरेर चाहिँ कमिटीलाई म धेरै धेरै धन्यवाद दिन्छु आजसम्म हामीलाई यसरी मनोरञ्जन गराएकोमा हो अब यसरी चिट्ठाको एउटा सिस्टम जो निकालेर चाहिँ फुटबल हेर्नु पनि हामीलाई धेरै इन्ट्रेस्टिङ भएको छ र भन्दा भन्दै अब सकिनु पनि आँट्यो अब जसको अब परेको छैन त्यसको अब यो फाइनलमा चाहिँ अब फेरि त्यो फाइनलको चिट्ठामा चाहिँ उनीहरूको परोस् विशेष गरी हिजोको हाम्रो अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको म्याचको 4th स्पेसल चिट्ठा विनर 100 रुपियाँको जुन खेलेको थियो त्यसमा हाम्रो अविनाश दाले पार्नु भएको छ तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो मैले 22 नम्बर लाएर तपाईँले गोल हाल्नुको लागि सक्सेस हुनुभयो अनि तपाईँलाई यति महिना काट्दाखेरि फाइनली तपाईँको पर्दा तपाईँलाई कस्तो फिल भइरहेको छ मलाई त खुसी लागिरहेको छ मेरो चिट्ठा मात्रै नपरेर मेरो टिम अर्जेन्टिनाले पनि जित्यो मलाई त्यो चाहिँ पुरै खुसी लागिरहेको छ खुसी लागेको छ त्यसै कारण चाहिँ उहाँलाई हाम्रो फिफा कमिटीबाट चाहिँ खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई हाम्रो फिफा कमिटीको जुन सर्टिफिकेट स्पेसल सर्टिफिकेट छ त्यो पनि प्रदान गरिँदैछ सर्टिफिकेट अनि उहाँको मूल्य रकम 8000 रुपियाँ पैसा पनि हामीले उहाँलाई हातमा हालिदिँदैछौँ अब तपाईँलाई सबैलाई भन्नु के छ थ्याङ्क यू मलाई भन्नु चाहिँ के छ भन्दाखेरि चाहिँ अब यो फर्स्ट मैले यो पालिको वर्ल्ड कपमा फर्स्ट चिट्ठा जितेको बिफोर 4 वर्ष अगाडि त अब कन्टिन्यू ह्याट्रिक गरेको थिएँ त्यति बेलामा होइन तर यो पालि अब त्यति चल्नु सकिनँ रोनाल्डो जस्तो हो तर अब आउँदो फेरि 2032मा कोसिस गर्छु 2030मा कोसिस गर्छु अब सबैलाई यति नै छ अब लास्ट फाइनल चाहिँ अब भव्य रूपले सबैले मनोरञ्जन गरेको हेर्नु पाऊँ
यो पनि अलि यत्रो छ 30 मा कत्रो हुन्छ गरी हिजोको म्याच थर्ड प्लेसको इङ्ल्यान्ड भर्सेस फ्रान्सको थियो त्यसमा चाहिँ हाम्रो पूजा र त सुनिल भेना जहिले पनि मिलेर खेल्नु हुँदो रहेछ चिट्ठा हो त्यहाँदेखि चाहिँ हिजोको चिट्ठा चाहिँ हाम्रो पूजाको थिएछ त्यहाँदेखि चाहिँ हाम्रो फिफा कमिटीले चाहिँ उहाँलाई इन्भिटेसन दिएर यहाँ बोलाएर साथसाथै उहाँले जर्सी नम्बर कति लाउनु भएको थियो 10 नम्बर लागेको कारणले गर्दा उहाँले चिट्ठामा दुईटा चिट्ठामा पार्नु भएको छ बम्पर पैसा त्यसै खदा अर्पण गर्दै उहाँलाई आफ्नो मूल्य बजेट 18,000 17,000 रुपियाँ पैसा दिइदिँदैछ यहाँनिर लु अब तिमीलाई भन्नु के छ अरूको त पढ्दै पढेन है नेपाली त हाम्रो त पुरै पढ्यो बुढाको पनि पढ्यो मेरो त अहिले फर्स्ट टाइम पढ्यो कि हिजो इङ्ल्यान्ड भर्सेस फ्रान्सको गेममा होइन हाम्रो सेकेन्ड थर्ड विनर भनौँ न लजिता काकी हुनुहुन्छ अनि उहाँलाई चाहिँ हामीले फिफा कमिटीबाट 1 नम्बर त बधाई दिन्छौँ होइन साथसाथै उहाँलाई तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो 10 नम्बर लाएर चाहिँ उहाँले एकदमै गोल हालेर चाहिँ हाम्रो फिफा कमिटीको चिट्ठामा उहाँले पार्नु भएको छ त्यसै कारण हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई हाम्रो फिफाको मूल्य बजेट 9,000 रुपियाँ पैसा पनि दिँदैछ खुसी भएर गदगद हुँदैछ अब भन्नु के छ तपाईँलाई मेरो भन्नु के छ भने फसेको थिएन दुईपल्ट फसाए हो यसमा धेरै धेरै खुसी छु धेरै धेरै धन्यवाद कमिटीलाई के भन्नु छ कमिटीलाई एकदम नफसाउनेले पनि फसाछ 100 रुपियाँ कमिटीलाई आज 100 रुपियाँ दिनुभयो हो कमिटी खुसी हाम्रो चिट्ठाको फोर्थ विनर हिजोको गेमको होइन इङ्ल्यान्ड भर्सेस फ्रान्सको हाम्रो गोपालदा हुनुहुन्छ वान सेकेन्ड फेरि उहाँले पार्नु भएको छ अनि तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो जर्सी नम्बर 10 लाएर चाहिँ उहाँले फेरि पार्नु भयो होइन यो साल 2026 को यसै कारण चाहिँ हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ साथसाथै उहाँलाई एउटा हाम्रो जुन मूल्य बजेट थियो 9,000 रुपियाँ पैसा 9,000 रुपियाँ पैसा पनि प्रस्थान उहाँलाई दिइँदैछ फिफा कमिटीबाट 9,000 रुपियाँ पैसा बधाई छ उहाँलाई अब तपाईँलाई भन्नु के छ गोपालदा भन्नु त केही छैन मेरो टिम त गइहाल्यो हो लास्टको टिम बाजेको छ आज चाहिँ म चाहिँ अब यो के अरे स्पेन हो यो 9,000 देख्छ जसले के अरे अर्को कुन चाहिँ छ अर्जेन्टिनामा जसले आज यो त्यसको ओपन च्यालेन्ज हो और यिनीहरूले 100 रुपियाँ दिनु भन्छ म 100 रुपियाँबाट दिन्न कमिटीले बक्को पैसा खान्छ कमिटीको फर्ममा बोल्नेहरू नि चिट्टा फसेको बम्पर कति नम्बरको हो 22 नम्बर मार्टिनेली ब्राजिलको मार्टिनेलीले लास्ट मोमेन्टमा गोल हालेर चाहिँ लु लाउनु बम्परको पैसा ल यहाँ नेट अलिक कम्ती चल्छ भिडियो सर्ट हुन्छ आज हाम्रो यहाँ चिट्ठा जित्नु भएको 24 नम्बर जर्सी नम्बर कति लाउनु भएको तपाईँले 24 उहाँले आज चिट्ठा पारेको छ हो उहाँलाई खदा अर्पण हाम्रो श्री उज्जवल राईज्यूकोबाट ताली 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 उहाँलाई हाम्रो यहाँ पैसा पनि प्रदान गर्दैछ तपाईँलाई के भन्नु छ आज जितेकोमा गेम चाहिँ ठिकै लाग्यो होइन अब खदा त एकछिन लाउनु पर्यो चाहिँ अब एक दुईवटा होइन ठिक लागेन मलाई हाम्रो रेसप भाइलाई धेरै धेरै धन्यवाद यो एउटा नम्बर लाग्यो मेरो चिट्ठा अब रेगुलर काटौँला फेरि लागोस् हिजोको म्याच जुन चाहिँ पोर्चुगल भर्सेस क्रोएसियाको भएको थियो त्यसमा हिजो त होइन आज बिहानको म्याचमा त्यसमा मैले 9 नम्बरको जर्सी लगाएर एकदमै राम्रो गोल 96 मिनटमा हालेर फेरि एक बार चिट्ठा जित्नुमा सफल भएको छु मुरी धन्यवाद हाम्रो के भन्छ कमिटी र चिट्ठा फ्यामिलीलाई धेरै धेरै धन्यवाद यसरी नै माया गर्नुहोस् फेरि मेरै परोस् के गर्नु है अब सरी है जय गोरख योपालि चाहिँ अनएक्सपेक्टेडै भयो दुईपल्ट फस्नु मेरो भनेको मामुली कुरा होइन किनभने म अलिकति लोदरे मान्छे नै हो तरै पनि कमिटीको भाइहरूलाई राफेल लियोलाई अन्त गोन्जालो रामोसलाई धेरै धेरै धन्यवाद हेलो गाइस र हिजो होइन आज 22 नम्बरको जर्सी लगाएर मैले खेलेको थिएँ अन्तखेरि मैले पारेँ धन्यवाद सबैजनालाई
रेशम दादालाई स्पेसल थ्याङ्क्स र धन्यवाद। हाम्रो यहाँ हिजोको चिट्ठा विनर कति छ तपाईँको जर्सी नम्बर? जर्सी नम्बर मेरो 6। उहाँलाई अब हाम्रो उज्जवल धुबी राईजीकोबाट खदा अर्पण पनि हुन गइरहेको छ। उहाँलाई यहाँ जितेको रकम पनि 9,000 रुपियाँ। के भन्नु छ तपाईँलाई 4 पल्ट जितेकोमा? यो यसरी नै तिमीले खेलाइरहनु हो, फेरि पनि राम्रो खबर लिएर नै बिहान आउनु है ल भाइ। नमस्ते सबैलाई। हिजो चाहिँ मेरो जर्सी नम्बर 15 थियो है र गोल हालेछ। मैले म्याच त हेरिनँ बट थ्याङ्क यू। मेरो जिपे नम्बरमा छ हो, तपाईँले मलाई जति पनि छ 50 रुपिस आजको म्याचको राखेर रिमेनिङ हालिदिँदा हुन्छ। थ्याङ्क यू। गरी हाम्रो हिजोको फाइनल स्पेन भर्सेस अर्जेन्टिनाको फाइनलिस्ट हाम्रो शारदा दी हुनुहुन्थ्यो। अनि अहिलेसम्म डेली चिट्ठा काटेर उहाँले पार्नु भएको थिएन, तर लास्ट फाइनली चाहिँ उहाँले पार्नुभयो होइन। अनि तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो? मैले जर्सी नम्बर 7 राखेँ। 7 लाएर चाहिँ उहाँले एकदमै ठुलो बजेट पार्नु भएको छ। आज चाहिँ धेरै छ उहाँको हातमा। यहाँ हेर्नुहोस् बजेट कति चाहिँ छ, कतिवटा चिट्ठामा पारेको छ। उहाँको खालि होइन, उहाँको छोराले पनि पारेको छ, उहाँको हस्बेन्डले पनि पार्नु भएको छ। त्यसै कारण चाहिँ हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ। साथसाथै उहाँलाई चाहिँ एउटा उहाँलाई चाहिँ यो मेन बजेट होइन अन्तिम बजेट दिइँदैछ डल्लै उहाँको डल्लै हो। पैसा चाहिँ कति हो? थुप्रो छ त हौ। त्यहाँदेखिको साथसाथै उहाँलाई यो फिफा उयसबाट चाहिँ स्पेसियल छाता पनि प्रदान गरिएको छ यो बर्खामा लाउनु भनेर। गीता दिदीको हातबाट उहाँलाई गोल्डन बुट पनि दिँदैछ। गोल्डन बुट पनि दिँदैछ उहाँलाई। अब तपाईँलाई भन्नु के छ? पैसा गर्नुहोस्। पैसा मलाई भन्नु केही छैन। हामी हारेको पनि एकदम खुसी नै थियौँ, तर आज हामीलाई चाहिँ छप्पर फाँकिदिए। यो अर्जेन्टिना हारेकोमा चाहिँ मलाई एकदमै खुसी छु। तपाईँलाई के भन्नु छ? म चाहिँ अब भन्नु केही छैन। अब यत्रो दिनसम्म इन्टरटेनमेन्ट गरियो है, सबै गाउँघरमा एउटा खुसीको माहौल थियो होइन। बोरिङ हुन्छ। अर्जेन्टिना हारेकोमा चाहिँ म चाहिँ दुःखी छु, किनभने म चाहिँ इन्डाइरेक्ट सपोर्टर हो। आजदेखि हामी कहाँ जानु रहेछ? हामीलाई एकदम खल्लो भयो हो। 4-5 बजेदेखि हामी अब यो खदाम 4 वर्ष बादमा निकालेछ अब तिमीले। हिजोको फाइनलिस्ट हाम्रो रिकी भाइ पनि हुनुहुन्छ होइन। उहाँले जर्सी नम्बर कति लाउनु भएको थियो? मैले जर्सी नम्बर 7 लाएर चाहिँ फेरि पनि उहाँले एकपल्ट पार्नुभयो, फेरि पार्नु भएको छ। त्यसै कारण चाहिँ हाम्रो फिफा कमिटीको हाम्रो लजिता काकीले उहाँलाई खदा अर्पण गरिँदैछ। धन्यवाद धन्यवाद। साथसाथै उहाँको यो सर्टिफिकेट यो सर्टिफिकेट उहाँको, अनि यो मूल्य रकम उहाँको मूल्य रकम त कम्ती छ हौ। 800 रुपियाँ 8,000 रुपियाँ पैसा छ। अनि भन्नु के छ भाइ तिमीलाई? अब फाइनल थियो, मजा आयो हेर्नु है। अब हाम्रो चिठा कमिटीलाई पनि धेरै धेरै धन्यवाद। उहाँले यसरी खेलाइदिनु भयो, एउटा वर्ल्ड कप भरि नै एन्टरटेनमेन्ट गरिदिनु भयो हो हाम्रो गाउँमा। ठिकै छ, सबैलाई धन्यवाद। स्पेनको जित भयो, ठिक छ। चिट्ठाको अर्को विनर फेरि वान सेकेन्ड हाम्रो गोपाल दा हुनुहुन्छ होइन। उहाँले पनि हिजो धेरै चिट्ठा काट्नु भएको थियो, हिजो पनि पार्नु भएको थियो, ओपन च्यालेन्जहरू पनि गर्नुभएको थियो होइन। अब यो फाइनलको अन्तिम चिट्ठाको विनर हाम्रो गोपाल दा हुनुहुन्छ। तपाईँले जर्सी नम्बर कति लाउनु भएको थियो हिजो? 7 नम्बर लाएर फेरि उहाँले गोल हाल्नुको लागि सफल हुनुभएको छ। त्यसै कारण हाम्रो फिफा कमिटीबाट उहाँलाई फेरि खदा अर्पण गरिँदैछ दुबारा। साथसाथै यो अन्तिम सर्टिफिकेट फिफा कमिटीबाट त उहाँलाई, साथसाथै उहाँको मूल्य बजेट पनि हाम्रो रूपादीको बाहुलीबाट दिँदैछ। अब तपाईँलाई भन्नु के छ? भन्नु चाहिँ के छ भने यो 1 महिनाको अन्तरालमा जो हाम्रो उदय ग्राउन्ड फिफा कमिटीद्वारा आयोजित यो कार्यक्रम गरियो, धेरै रमाइलो रोमाञ्चित भयो। आउँदो 2030मा पनि यस्तै होस्, मजा होस् सबैलाई है। हुन त फिफा कमिटीले पैसा बहुत खायो हो, पैसा मात्रै खायो, तर पैसा मात्रै खाएर पनि नभएर केटाहरूलाई झगडा पार्दै भए पनि, केटाहरूलाई कुट्दै भए पनि, केटालाई के भन्दै भए पनि मजा चाहिँ मजा योपालिको वर्ल्ड कप चाहिँ पोहोरको जस्तो भएन। र आउँदो दिनमा अझै राम्रो होस्, हाम्रो गाउँको केटाहरू यसरी नै एकजुट भएर अगाडि जाओस् भन्ने मेरो चाहिँ बिन्ती। विनर हुनुहुन्छ होइन। त्यो चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ के थियो भने चोइस टिम थियो होइन। अनि त्यसमा चाहिँ हाम्रो सुधीर काका र हाम्रो जस अङ्कल फाइनलिस्ट पुग्नु भएको थियो। अन्त सुधीर काका स्पेन थियो, जस अङ्कल अर्जेन्टिना थियो। अनि सुधीर काकाको ड्युटीको कारणले गर्दा ऊ अहिले प्रेजेन्ट हुनु सकेन। त्यसै कारण चाहिँ हामीले इन्डिभिजुअली उसलाई नै उयो सम्झेर हामीले उयो गरिरहेको छौँ। जस अङ्कल तपाईँलाई अब फाइनली आफ्नो टिम वर्ल्ड कप पुगेर हामी त हार्यो होइन,
र पनि अब यत्रोजना टिममा आफ्नो टिम पुग्दा कस्तो लाग्छ तपाईँलाई? जो अब अहिलेसम्म भएको स्पेन भएको रे अब राम्रै टिम हो उनीहरू युवा केटाहरूले अब खेलेको बहुत राम्रो आज प्रदर्शन गरेर जितेको त्यो म्याच त्यसलाई बहुत खुसी छु म। अन्त त्यसै कारण चाहिँ अब हाम्रो फिफा कमिटीको रुल अनुसार उहाँलाई खदा प्रदान गरिँदैछ। खदालाई साथै उहाँलाई सर्टिफिकेट यो सर्टिफिकेट अनि हाम्रो फिफाको मूल्य बजेट उहाँलाई प्रदान गरिँदैछ रुपातीको हातबाट। तपाईँलाई भन्नु के छ अब? प्रिमियरको लागि यसरी नै अब जुन पनि 4 वर्ष बादमा यस्तै रमाइलो मेन चिट्ठा एउटा हाम्रो ठुलो चिट्ठा खेलाएको थियौँ 24,000 को होइन। त्यसमा चाहिँ हाम्रो छर्दाखेरि चाहिँ हाम्रो बडाले चाहिँ त्यसमा चाहिँ स्पेन पार्नु भएको थियो। अनि त्यो बजेटमा उहाँहरूको के भयो कसो भयो हामीलाई थाहा छैन, तर चिट्ठा अनुसार चाहिँ फाइनल जित्नेलाई हामीले 20,000 उयो गराएको थियौँ विनरलाई, अनि हार्नेलाई चाहिँ 4,000 आएको थियौँ। त्यसै कारण चाहिँ हाम्रो फिफा कमिटीबाट उहाँलाई खदा अर्पण गरिँदैछ। साथसाथै उहाँको यो मेन सर्टिफिकेट चिट्ठाको यो पनि बडाले दिइरहेछ। अन्त हाम्रो रुपाती फिफाबाट चाहिँ उहाँलाई 20,000 रुपिस प्रदान गर्दैछ। बडा अब तपाईँलाई भन्नु के छ? गोल्डन बुट हो त यो। अब तपाईँलाई भन्नु के छ? भन्नु के छ भने के अरे यो चिट्ठा चाहिँ मैले टिपेको होइन। हजुर मेरो घरबाट मेरो श्रीमतीले टिपेको हो, म त्यो दिन थिइनँ हो। र अब म के भने विशेष गरेर यो कमिटीलाई म धेरै धन्यवाद दिन्छु हो। यो कमिटीले आज यस्तो मनोरञ्जन 1 महिना 1.5 महिना भएसम्म मनोरञ्जन गरेर खटेर अब कतिजना बिचराहरू हार्यो पनि हो, कतिले जित्यो पनि। त्यो हार्नु जित्नु त खेलै हो होइन। र अब टिममा पनि अब अर्जेन्टिनाले कस्तो राम्रो जुन प्रकारले खेल्नु पर्थ्यो त्यस्तो अलिक खेलेको त्यस्तो लागेन, बिचरा के भयो हो। र पनि अब फाइटहरू दिएको हो, त्यतिको राम्रै खेलेको भन्नुपर्छ। फाइनल पुग्नु त्यति सजिलो छैन। लु हाम्रो सबैले थपडी मारिदिउँ, उहाँ चाहिँ मिन उयो हो। बधाई छ बडा तपाईँलाई। हाम्रो ठुलो चिट्ठा खेलेको थियौँ हामी 24,000 को होइन, सबैलाई थाहै छ यो। अनि त्यसमा चाहिँ हाम्रो फाइनली चाहिँ भनौँ हाम्रो जिस्न काका हुनुहुन्थ्यो, बडाको त हामीले गरिसकेको छौँ। अनि त्यसमा चाहिँ हाम्रो एमाउन्ट थियो 20,000 रुपियाँ फाइनल जित्नेलाई, अनि फाइनल हार्नेलाई 4,000 रुपियाँ थियो। अब त्यो बिचमा उनीहरूको के अन्डरस्ट्यान्डिङ भयो त्यो हामी थाहा छैन हो। तर कमिटीको रुल अनुसार उहाँको टिम अर्जेन्टिना हो होइन। त्यसै कारण चाहिँ हामी चाहिँ उहाँलाई चाहिँ खदा अर्पण गरिँदैछ हाम्रो सञ्जिताको हातबाट। सञ्जिता हाम्रो कोअर्डिनेटर हो यहाँको। साथसाथै उहाँको यो मेन सर्टिफिकेट यही सर्टिफिकेट हो। यो चाहिँ उहाँको बजेट यो इन्टरटेनमेन्ट हो। सबभन्दा ठुलो कुरो इन्टरटेनमेन्ट, बहुत मजा आयो हो होइन। अर्को पालि पनि खेल्नु यसरी पाऊँ बस। स्पेसल गिफ्ट दिएको होइन। नेक्स्ट टाइम चाहिँ अब यसो अझै राम्रो टिम दिनु। यो मलाई इम्पोर्टेन्ट थियो, मलाई राम्रो गर्यो। अब काकाले भने भ्यासलिन लाउनुहुन्छ।